हेलो एभ्रिवान। आज चाहिँ म एकदम खुसी छु किनकि मैले धेरै लामो समयपछि मेरो सपना पनि थियो राम्रो माइक मार्फत चाहिँ केही भिडियोहरू कन्टेन्टहरू बनाउने र अपलोड गर्ने भन्ने कुरो थियो। किनकि एज म ताइक्वान्डो इन्स्ट्रक्टर ताइक्वान्डो मास्टर भएको कारणले चाहिँ मैले ताइक्वान्डोको भिडियोहरू स्पेसल पुम्से, त्यसपछि बेसिक, त्यसपछि तपाईँको किकिङ, अनि त्यसपछि सेल्फ डिफेन्सहरू, स्पेसल किकिङहरू मैले कन्टेन्टहरू बनाएर फेसबुक रिल्समा, अनि त्यसपछि टिकटकमा पनि, त्यसपछि युट्युबमा पनि अपलोड गरिरहेको थियो भने त्यहाँ कन्टेन्ट बनाउँदै गर्दा, स्पेसल ताइक्वान्डो कन्टेन्ट बनाउँदै गर्दा चाहिँ त्यहाँ मैले टिच गर्नुपर्ने हुन्थ्यो बच्चाहरूलाई अथवा स्पेसल मेरो स्टुडेन्टहरूलाई। त्यो गर्दै गर्दा चाहिँ मैले बोल्नु पनि पर्ने हुन्थ्यो भने त्यो बोल्दा चाहिँ बाहिर ब्याकग्राउन्ड अथवा बाहिरी व्याकरणहरू चाहिँ धेरै आउने हुन्थ्यो भने चाहिँ त्यो राम्रो देखिने थिएन। सो एक दिन चाहिँ म राम्रो माइक लिएर मैले राम्रो कन्टेन्टहरू बनाउँछु स्पेसल ताइक्वान्डोको लागि, नयाँ खेलाडीहरूको लागि त्यो हौसला पनि रहन्छ भनेर मेरो त्यो सपना आज पुरा भएको मैले महसुस गरेको छु। किनकि मेरो हातमा DJI माइक मिनी छ। सो आज यसलाई मैले खोलेर अनबक्सिङ गरेर देखाउने छु तपाईँहरूलाई। सो मलाई कसरी युज गर्ने मलाई थाहा पनि छैन होइन, म फर्स्ट टाइम युज गर्दैछु यो। प्लिज मैले DJIको कुनै पनि सामानहरू मैले युज गरेको थिएँ भने आज फर्स्ट टाइम मैले युज गर्दैछु। र यो मैले खोलिसकेपछि यही लगाएर पनि भिडियो मैले हाल्नेछु है त, बनाउनेछु। ओके, अब अनबक्सिङतर्फ लाग्नेछौँ। फर्स्टमा मैले यो चाहिँ पहिले च्यातिसकेको छु भने अब यसलाई अनबक्सिङ गरौँ है त। वाउ, के छ ओ तर केही न केही ठुलो उपहार छ कि जस्तो त्यहाँ फिल भइरहेछ। त्यसपछि के छ ओ बुकहरू रहेछ है, यहाँ बुकहरू पनि छ। सायद बुक त हामीलाई काम त लाग्दैन, तर कसरी युज गर्ने भन्ने गाइड पनि हुनसक्छ होला यहाँ है। स्टिकर पनि रहेछ है, DJIको स्टिकर। अब यो टाँस्नुपर्छ, कहाँ टाँस्ने तर थाहा छैन। स्टिकर पनि छ। ओके, स्टिकर। त्यसपछि अर्को के छ, बुक रहेछ DJI माइक मिनी सेफ्टी गाइड। यो सेफ्टी रहेछ, गाइडले चाहिँ कसरी चलाउने भन्ने कुरा चाहिँ। ल्याङ्ग्वेज चाहिँ सायद समथिङ रसियन ल्याङ्ग्वेज पनि छ, इङ्ग्लिस पनि छ, धेरै छ। यो मैले पढिनँ। सो अर्को छ DJI मिनी माइक मिनी क्विक स्टार्ट गाइड। क्विक एकदम छिट्टो स्टार्ट गाइड कसरी युज गर्ने भनेर सायद यहाँ पिक्चरहरू पनि दिएछ, फोटोहरू पनि हेर्न सक्छ। स्पेसल यो चाहिँ बनेको मेड फर आइफोन भन्ने छ, आइफोनको लागि बनेको भन्ने छ, हेर्न सक्नुहुन्छ। यो कसरी युज गर्ने, कहाँ युज गर्ने भनेर छ। यो गाइड बुक भयो। यो क्यामेरालाई पनि एकदम बेस्ट हुन्छ है। अहिले सबभन्दा ओल्डमै चलेको यो DJI माइक चाहिँ, DJIको यो ग्याजेटको साउन्डहरू चाहिँ एकदम चलेको छ है। जस्तै ड्रोनहरू भयो। त्यसपछि यो मैले साइड राखेको काम छैन। अर्को पनि छ, अर्को ल सानो पकेट बुक पनि रहेछ। यो पनि सेम हो, गाइड नै हो है। यो चाहिँ लामो छ, सानो तर लामो। यो पनि गाइड बुक नै हो। एउटा, दुईवटा, तिनवटा, चार रहेछ। अब यो ठुलो भाँडा चाहिँ खोलौँ है त। यसलाई साइड लागि यो युज नहुने, काम नलाग्ने प्लास्टिक हो साइड। त्यसपछि मेरो हातमा छ DJI माइक मिनी। ओके, निकालेँ मैले। यसमा के छ, यसमा सिलिका जेल। सिलिका डु नट इट भने यो खान नमिल्ने जेल हो। यो सायद समथिङ किन राख्छ, यो चाहिँ राख्छ। यसलाई साइड राख्नु, यो काम नलाग्ने प्लास्टिकहरू, यसलाई पनि साइड राख्नु। अब अर्को छ यो के हो, यो प्राइस टाँस्ने स्टिकर जस्तो छ। ओके, खोलौँ है त। के आयो, ओ के रहेछ सायद यो हो माइकमै ट्याक्कै यहाँ लाउँदाखेरि चाहिँ माइकमा राखेर। ओके, यो चाहिँ एउटा, दुईवटा, चारवटा रहेछ। यो चाहिँ तिनवटा, चार रहेछ।
यो चाहिँ भोइस क्लियर गर्न अझ राम्रोसँग क्लियर गर्नलाई माइकमा राखेर यो चाहिँ बोल्नेहरू ल यो 4वटा छ। यसलाई पनि साइडमा राखौँ अहिले। अर्को के छ? अर्को पनि खोलिएर होइन भिडियो लामो हुने भएछ कि। ओके यो चाहिँ के साइन के हो यो क्यामेराको लागि हुनसक्छ है, यो थाहा छैन है मलाई, थाहा छैन, यो मोबाइलमा युज चाहिँ हुँदैन। अर्को के छ? यो रहेछ डाटा केबल समथिङ, यो चार्जर हो है, डाटा केबल चाहिँ मेरो चाहिँ आइफोन मोबाइल भएको कारणले आइफोनको चार्जरबाट हुन्छ यो चार्ज चाहिँ। अब यसलाई यसमै हालेर राखौँ किनकि मसँग आइफोनको चार्जर छ टाइप सी वाला। यसलाई नै यहीँ भित्र राखौँ, यसलाई पनि यहीँ भित्र राखौँ। अब त्यसपछि नेक्स्ट के छ त? अब नेक्स्ट भनेको एकदम एक्साइटिङ भएर चाहिँ ल यो अहिले फाइनल्ली यो DJI माइक मिनी खोलौँ है त्यसलाई। अरू केही छ बट्टामा? बट्टामा केही छैन चला, यसलाई पनि यता साइड राखौँ। अब खोलौँ है त साथी, अब खोलौँ। ओहो ल यसमा केही छैन, प्लास्टिक हेरेर राखौँ। प्रेस टु अनलक भनेको छ समथिङ, यो चाहिँ पहिला खोल्नुपर्छ। यो यहाँ छ एउटा सिक्रेट, यसलाई खोल्नु हो, यो पनि खोलेर यसलाई पनि साइड राखौँ ल। अब नेक्स्ट यहाँ प्रेस गरे नै निस्किन्छ है त। माथि हुनेछ। ओके हेर्न सक्नुहुन्छ DJI माइक मिनी। ओके अब हेर्न सक्नुहुन्छ एउटा दुईटा हुनेछ यसो, ऊ चाहिँ कनेक्टर दुईटा हुनेछ हेर्न सक्नुहुन्छ। अब अनि त्यसपछि यहाँ रहेको छ अर्को, यो चाहिँ ट्याक्क मोबाइलमा त्यहाँ राख्ने, मोबाइलमा हाल्ने। त्यसपछि यो चाहिँ रिसिभर भयो अहिले, यो चाहिँ मोबाइलमा। ओके अब यो किनकि मैले मोबाइलबाटै बनाइरहेको छु भिडियो, यो त्यहाँ युज गरेर फेरि पनि मैले फेरि बोल्छु होइन, बोलेर भिडियो हाल्छु है त। अरू केही छैन, यतिनिर छ। यही सामानलाई नेपालमा धेरै महँगो छ। नेपालमा 22,000 देखि 25,000 पर्छ है, 25-30 हजारसम्म पर्छ। सो गाइज मैले चाहिँ यो कोरियामा किनेको हो। कोरियामा चाहिँ भनेपछि तपाईँको कोरियाको 1,30,000 पऱ्यो। भनेपछि 13,000 भनेपछि 12,000 समथिङमा आयो यो। ओके यसलाई यहीँ राखौँ। त्यसपछि यो देख्न सक्नुहुन्छ तपाईँहरूले दुईवटा रिसिभर छ ट्याक्क। एउटा मात्रै अब मैले युज गरेँ भने एउटा मात्रै हो नि त, एउटा मात्रै युज गर्ने। अनि इन्टरभ्यू कसैसँग इन्टरभ्यू लिनु पऱ्यो भने चाहिँ दुईवटा युज गर्न सकिन्छ। यसमा चाहिँ म्याग्नेट पनि छ है, यहाँ च्याप्ने पनि छ यसरी, यहाँ यसरी